के ल्याएको यो गोलेले यार आमामा सुरु भयो आजको दिउँसोको 3 बजेबाट हाम्रो सन्तोष दाई हाम्रो नयाँ गेस्टहरू हुन्छ सेकेन्ड टाइम गेस्ट हाम्रो सन्तोष दाई के भन्नु सन्तोष दाईलाई दुःख नदिउँ भनेको सन्तोष दाईलाई झन् प्याज काट्ने बनायो हामीले यहाँ दुईजना यिनीहरू झन् दाईलाई हेल्प गर्नु छैन आयो सुत्यो बस्यो खाना मात्र अलिकति गर्नुपर्छ कि केटा हो गेम मात्र खेलेर हुँदैन कहिलेकाहीँ यस्तो गर्नुपर्छ खाना र सुत्न बाहेक केही छैन अब यहाँ अब सन्तोष दाई र म दाजुभाइ मिलेर अब टक्कै हामी यहाँ मोमो बनाउँछौँ आज पनि मोमो खतरावाला मोमो बन्छ आज पनि आज चाहिँ मोमोको रियल सेफ हाम्रो दाई आउनु भएको छ आजको छुट्टै मोमो रेसिपी आउँछ आज चाहिँ हाम्रो किमामा अस्ति किमामा केटाहरूले कमी कमजोरी भन्दै थियो जुसी भएन भन्दै थियो कुनैले के नुन कमी भयो भन्दै थियो अस्ति किमा त आफै हामीले बनाएको घरमा तिल टिमुर बेसिन भयो दाइ सम्झिनु त म ठ्याक्क खोजिहाल्छु भर्खरै छैन भने म तँ भएको छु लिनलाई अन्त हुन्छ दाइ ल अहिले चाहिँ यति नै है अब म यसो अब यहाँ दाइलाई सहयोग गर्नुपर्ने हुन्छ यिनीहरूले हेल्प गर्दैन यो दुइटाले खाना मात्र आउन मात्र यिनीहरू त्यही नै हो अब ल म यहाँ चाहिँ एकछिन हेल्प गर्छु दाइलाई म के गर्नुपर्ने हो त्यहीँनिर ल अहिले एकछिनमा भेटौँला ल त अब यहाँ दादाको कटिङ सुरु हुन्छ यसरी नै झ्याक्क लाएर लभली कटिङ यहाँबाट सुरु हुन्छ अब अहिले किमा सब रेडिमेड भएको बटारी सक्नुहुन्थ्यो है 3.5 लाइज मोमो फास्ट बनाउनुपर्छ अब यसरी यिनीहरू टिभी हेर्दै बस्यो भने त अनि गाह्रै पर्छ होला है सुरुमै ल्याएको यिनीहरूले तिनीहरू त राति आउँछ कि के हो पनि स्थिति हेर्दा चाहिँ अर्को साथी झन् रातिको 3 बजे 4 बजे आउँछ त्यही सङ्गीत अर्को सङ्गीतमा पढ्ने चाहिँ त्यही कति अहिले बेलुका 10:30 11 बजीसम्म आउँछ क्या अर्को सङ्गीतमा पढ्ने सायद चाहिँ रातिको 2 बजीसम्म काम भन्थ्यो आज चाहिँ जान्न भन्दै थियो क्या के गर्छ अब फर्किन्छ कि गोलेले झन् किचनमा काम गर्छ होइन अलि मुख चाहिँ नछाड है अब यहाँ खतरा भिडियो सिडियो गरेर क्या हो बोले
केटाहरूले के बनाउँदैछ भन्दा हाम्रो केटाहरूले सबै हाल न एकैचोटिमा एक्लै 8वटा खान्छ रे यहाँ मान्छे 4 जना छ ल लभली हाल्नु पऱ्यो काका त हाम्रो दाइको रियल कुक यहाँ हुँदैछ है रियल टमाटरको अचार कसैलाई थाहा छैन भने यहाँबाट सिक्नु होला स्पेसल अचार बनाउनलाई सिडनी अस्ट्रेलिया बस्ने बासीहरू अनि यसरी खानुपर्छ है केटा हो यो भिडियो हेरेर तिमीहरू कति काम गर्छौ यस्तो रमाइलो गर्नुपर्छ कहिलेकाहीँ सधैँ काम गरेर मात्र हुँदैन यसरी गेट टुगेदर गर्नुपर्छ साथीभाइहरू दाजुभाइहरू मिलेर यस्तो मजा आउँछ यस्तो छ यो चाहिँ अब यो हाम्रो युनिट ओनर हेर्नुहोस् यो सफा गर्नु पर्यो है अस्ति धुन्छु भने मान्छे धोएन यो लसुन दाइ लसुन यहाँ छ क्या दाइ यो कतापट्टिमा छ त्यही नै हो अब यिनीहरूलाई बढी भुल्यो भने झन् भुलिन्छ अहिलेलाई अब एकछिन कटिङ छ होइन कटिङ ल्याएपछि भेट्नु पर्छ अब ल बाई बाई आजको अचार चाहिँ लभली हुन्छ जस्तो छ सुँग्दै खाउ खाउ ओ माई गड हाम्रो दाइको स्पेसल हातबाट बनेको मिठो मिठो चाख्न पाइएछ ढेँडो पनि दाइले गर्दा चाख्यो तर ढेँडोको भिडियो चाहिँ बनाउनु भएन कि ढक्का यहाँ अब यहाँ बटर हाल्नु पर्ने हुन्छ हाम्रो किमामा स्पेसल किमा यत्तिकै भइरहेको जुसी बनाउनु पर्छ है आज चाहिँ ल केटा हो तिमीहरूलाई फोन गर्दा आइज भन्दा जति करकाज गर्दा नि तिमीहरूले खै मान्दैनौ भिडियो मार्फत सिकाउँ है कसैलाई अब यसो यस्तो मिठो मिठो बनाउँछ भने आहा सुँग्दै खाइहालौँ जस्तो बाँच्न आएको दाइ ओहो दामी आएको छ है दाइ बाँच्न चाहिँ आहा घिउ अझै बटर चाहिँ अलिकति तताउनु अलिकति टाइम लाग्छ होला यो इलेक्ट्रिकवाला चाहिँ अलि यो चाहिँ अलिक ढिलो तात्ने भयो कि लास्टै अस्ति चाइनिजलाई बोलाएर फेर्न भनेको अनि अलिक टाइम लाग्छ भन्न थाल्यो कि अनि त्यत्तिकै हामी कुरेर बसेको अब कहिले फेर्ने कि कहिले फेर्ने चाइनिज अझै अर्को त्यो बल्नेवाला भएको त अहिले ट्याक्टुक भइसक्यो एकैछिन के भन्यो चाइनिज चेन्ज गर्न भनेको पैसा लाग्छ भने टाइम लाग्छ भने के भन्ने पनि बाहिरको चाहिँ गर्छ त्यस हालिँदै यसमा टक्क हाल्नुपर्छ क्या हुन्छ त्यसलाई थ्याच हान्ने कुरा पनि कहाँ अब अहिले चाहिँ फरक हेरौँलाई हाम्रो स्पेसल बन्दैछ है यता आमामा यो काकाको स्पेसल है यो चाहिँ हाम्रो काकाको वाउ ए तलको खै गुलेलाई थाहा दाइ ए मलाई नि मुनलाइटको चाहिँ खै अस्ति नै एकचोटि कहाँ बनाउँदा पनि मिठो लागेको थिएन कि यो मुनलाइटबाटै लिएर गएको थिएँ हामीले 2-3 किलो
कस्तो कस्तो भएको थियो अनि यो यहाँको भेजी सेटबाट लिएर गएको चाहिँ दामी लाएर म अस्ति नै राति पनि 11 बजे गएको कि लिन मासु हामी चल्या हो थम्बनेलको लागि एउटा दुईटा फोटो खिच्नुपर्छ क्या फोटै भएन भने त अश्विन पौडेललाई चिन्नुहुन्छ दाइ त्यही भएर आफ्नो थम्बनेल बनाउँछ कि दाइ दाइ आइटी भन्नाले होटेल लाइनतिर छिरिखायो त ल हाम्रो घिउ अब के अरे बटर जुसी मोमोको लागि जुसी किमाको लागि हाम्रो बटर रेडी भइसकेको छ 1 झ्याइ त हाम्रो जुसी बटर अब हाम्रो जुसी हुन्छ आज किमा चाहिँ केटा हो छिटाउ खाने भए अन्त त्यस्तै हो खान पाउँदैनौ तिमीहरूले त्यही नै हो ल स्पेसल बन्दैछ आज चाहिँ ल त्यही नै हो ल अब हाम्रो सुरु हुन्छ बनाउनको लागि अब त्यही नै हो बाई जोसी किमाको लागि सिक यही हेरेर है भिडियो मार्फत सिक्नुपर्ने हुन्छ स्पेसल किमा सम्पर्क गर्नु होला कसैलाई यस्तो जुसी किमाको काका बान्देऊ त काका म भिडियो गर्दैछु अघि काकालाई बरु ग्लोभ्स लिन पठाइहाल्नु भने रहेछ घरमा यति भएपछि चाहिँ जुसी आज कि चम्चाले गर्ने दाइ गर न खाली हातले ल काका हात धराउ त जाऊ त ल काका ल छिटो आऊ ल आऊ काका आऊ छिटो यति त गर्नु पर्यो नि के भन्दा यो हालिदिने कि फालिदिने एउटा मोमो केमा गर्नु ल गोटो गोटो काका मरमसला थप्नुपर्ने स्थिति आयो जस्तो ल काका त्यो ल्याप ल्याप गर त ल ठिक छ बल्ल अब दामी बन्छ त हाम्रो काकाको हातबाट मिट मसला दाइ खै मिट मसला मैले नि बिर्सेँ यहाँ त जस्तो लागेको थियो सेकुवा मसला छ हुन्छ दाइ यो अस्तिको चिकन मसला रहेछ दाइ यहाँ यो मोमो मसला पनि छ अर्को नि मिसाइदिने मोमो मसला सेन्चुरीको टेस्ट बवाल आउँछ कि बिएमसी र सेन्चुरी कसले हान्दो रहेछ खतरा ल आज चाहिँ स्पेसलै भन्छ हाम्रो मोमो ल हाम्रो काकाले बुढी पाल्छ बुढी पाल्छ को अस्ति नै राइनीको कसको फोटो हाल्दै थियो हाम्रो काकाले के लिम्बू नि हो फेरि गाह्रो पर्ला नि फेरि 3 पानी पो हो त अनि छेत्री पो हो केही नि हुन्न काका यति त जाडै छैन भने होइन रह्यो त ल त्यही नै हो होइन अब अहिले पछि ट्याक्कै भेट्नु पर्ने हुन्छ मोमो ऱ्याप गर्ने बेला कसरी ऱ्याप गर्नुपर्छ आज हामीले हेरेर सिक्नु होला आज हामीले आज मगाएको छौँ हाम्रो दाइ सैनिकको चल्दो पल्लो हाम्रो दाइ एके
डिमडङ सेन्टोस तानाङ्गाई अब स्पेसल बन्दैछ ए आम्बो डल्लै छ त मोमो त ल अहिले पछि भेटौँला अब ऱ्याप गर्ने बेला अहिले एकछिन यति नै अस्ति त यहीँ स्टेट फिल्डबाट ल्याएको त यहाँ स्टक छैन कि ल हाम्रो काकाको है स्पेसल हातबाट बनाएको मोमो टिकटकमा हाले यार बरुवाला मोमोलाई मोमो भरा पठाउनु साथी फोटो साथ देखाउनु सिधै आएर साथी ल स्पेसल मोमो है हाम्रो काकाले बनाउनु भएको मोमोको पेजमा हाल्छु है अब हाम्रो अर्को दाइको है आवाज हाम्रो दाइको ओके अब हाम्रो दाइको स्पेसल मोमो त्यस्तो नगर न अनि यसपछि मेरो अनि गोलेको नि बनाउनु पर्छ है 4 जनाको अनि सबभन्दा फर्स्टमा त अब मलाई चाहिँ दाइको मन पर्यो भाइको भन्दा पनि गोलो यो भनेको ओल्ड हो नि त यो भनेको हाम्रो ओल्ड मोमो नेपाली यत्तिको सम्पर्क गर्नु होला है कसैलाई मोमो चाहिन्छ भने गोलो बनाए त म त यस्तो गर्छु माथि पोको भएर यसरी घुमाइदिन्छु आमा ल दाइ बबाल ओहो गोलो बनाउन ल काका यहाँ मेरो भिडियो गर अब यहाँ बनाउँछु रोक, यो बनाउँछु। मलाई देऊ मेरो हाम्रो अनै हो नै छ यहाँ तल हातमा देखाउन अब यहाँ कसरी बनाउने अब मेरो चाहिँ अलि मेरो 3 नम्बरमा पर्छ आज अलि प्रो परेछ है तिमी प्रो त रहेछ नि छैन दाइ म प्रो हामी माछा पुछ्रे मेरो माछा पुछ्रे मोमो नेपालको एकदम उत्कृष्ट मोमो यहाँ हाम्रो काकाले बनाएको हाम्रो काकाले मैले हाम्रो दाइले बनाउनु भएको अर्को स्पेसल के पहिल्यैदेखि बनाउँथ्यो तिमीले कहिले कहाँ ल दाइलाई नि मन पर्यो है भाइको मोमो तर मलाई चाहिँ दाइको मन पर्यो है भाइको भन्दा पनि गोलेको नदेखाइ नै हुन्छ कि हाम्रो गोले दोषको मोमो चाहिँ आले छुरी खा चाडा मोमो है यो चाडा ल त्यही नै हो अब ल तिमी बाई बाई के खाम भन्छ आमामामा अचार पनि हामीले अघि रेडी भएर चोपेर खानु मिल्थ्यो है लभले यस्तो कहिले काहीँ खानु पर्दा दामी पाकेछ नि यो त लबी छ है त्यसमा मिठो रहेछ मिठो छ दाइ मसला चाहिँ के हो कि त्यो लास्टमा आउने अलिकति मसला चाहिँ अलिक अर्कै लाग्यो कि दामी छ बबाल यो चाहिँ पेरी वेट रहेछ यो तन्दुरी चाहिँ लास्टै खतम पाक्नु पनि ठिक्कको दामी पाकेछ क्या त ओभनमा हाल्दैन ठुलो कुरो बच्चा हाल्छ मैले नहेरेर डरेर टुइदा हुन्थ्यो ल्याट्टा हुन्थ्यो बबाल आएको सेकिदिइहाल्नु पर्यो है फ्रिजमा हाल्यो आज चाहिँ हाम्रो 4 थरी मोमो बन्छ है आज चाहिँ कसैलाई अस्ट्रेलियावासीहरू एक्सेस यो एमओबाट सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रो दाइ सन्तोष दाइसँग सम्पर्क गर्नु होला या हामीलाई यही कमेन्टमा यस्तो चाहियो भने भन्नु होला एनर्जी ड्रिङ्कहरू केही नहेरे पनि कसै होइन अब यो भनौँ न दामी छ है यो चाहिँ
मैले नि मगाएर हुन्छु दाइबाट इलेक्ट्रोलाइट अब आज हस्तान्तरण हुन्छ यस्तो कुरो त नगरे ल त्यही नै हो अब एप्स हान्नु पर्ने हुन्छ हामीले अलिअलि ट्याक्क लगाएर यता हेरेर स्वाट तान्न त एउटा थम्नेलको लागि फोटो खिचौँ ल त्यही नै हो खिचेन ल त्यही नै हो र हाम्रो आज स्पेसल चाडा मोमो टाइप 4 टाइप्स अफ मोमो है आजको चाहिँ हाम्रो यो बफ मोमो चिकन मोमो यो चाइनिजको डम्पलिङ मोमो होइन अनि मेरो चाहिँ के मोमो रे थाहा छैन मेरो के मोमो के हो यो चक्लेट हो मिठाई हो ल ठिक छ यो चाहिँ चक्लेटी हो अम्बो यो त फ्यास फ्यास छ त यार खासमा चाहिँ कम्ती बनाएर हाल्ने हो म यो ग्रामीण चिजमा ल्याएको नि त चिसोले पक्का क्रन्च हुँदैन अन्त राइस भाइहरूलाई पनि राखिदियो त्यसलाई हिजो सोधेँ मैले खान्छ भनेको खाने खाँदैन 4 बजी खाने जुट्टीको हाइ तिमी दुईजना त तिमी दुईजना त हरिक मिल्छ होइन एकाअर्काका हाम्रो बस्छ किन कुकुर बिरालोलाई खाने आउँछ हाम्रो ढाडीबाट बोले कुकुर बिरालोलाई गेम खेल्छ एकअर्कालाई भनाइ झगडा गर्छ सुत्ने बेला सँगै खाटमा टाँसेर सुत्छ बिहान उठेर मलाई साथी यार तिमीले सुत्दै दिएन यार मलाई खुट्टाले हालेर भन्छ त्यो एउटा कुरा सुतिरहेको थिएँ म पुरै खाँदै लिँदै तिमीले त यार खुट्टाले ढकाले गरेर साथी दिइरहनु हाम्रो गोले साथीको माया हामीलाई सम्झेर ल्याइदिनु ठिक छ धन्यवाद पुग्यो पुग्यो स्पेसलै हाम्रो काकाले बनाएको मोमो भाइको नि फेरि कम्ती थिएन मेरो त होइन कम्ती नै छ यो बिचको चाहिँ मेरो है यो सेट यो मेरो कम्ती मोमो यो चाहिँ यहाँ मेरो छैन रहेछ दाइ ल यहाँ अब यहाँ यो गोलो गोलो चाहिँ हाम्रो यहाँ सन्तोष दाइले बनाउनु भएको यहाँ व्हाइट लाउनु भएको दाइले अनि गोलो गोलो भयो अनि मेरो चाहिँ अलिक ग्राम देखिने होला यो चाहिँ मैले बनाएको हो यो बनाउने मान्छे चाहिँ मै हो होइन यसरी टक्क लाएर अनि हाम्रो यो बनाउनु चाहिँ यस्तो यस्तो बनाउनु चाहिँ हाम्रो काका काका यता काका मलाई सम्पर्क गर्नु होला साथीभाइहरू केटीहरू कोही खाली हुनुहुन्छ भने हाम्रो काकाले डिपेन्डेन्टमा भर्खर लिएर आउँछ यता हेर काका ल त्यही नै अब हाम्रो एकछिनमा गेम हुन्छ खतरावाला बाई बाई सुरु हुँदैछ अब स्पेसलवाला गेम है यो कुर्सी चाहिँ हटाउ त काका दामीवाला गेम हुँदैछ अब हाम्रो यहाँ ल भाइ गोलेस आऊ कसरी गर्ने त यो गेम अब स्टार्ट चाहिँ जसले अर्डर गर्यो अनि एक लट खाना पायो क्या एक लट खाने त ल होइन कुर्सी नहटाउ यहाँ ल्याऊ कुर्सी कुर्सी बस्ने टक्क लाएर आउनु गोले भाइ के हो र तिमी फेरि ओ गोले भाइ मजा आयो कि गरे देखिन त देखिएन नि हामी देखेछ भाइ कति भयो